पक्का नक्कली पतोर्नी दिदीबहिनीहरू, तिमीहरूलाई अर्काको पैसामा अँगालो मार्दै लठारिँदै हिँडेर लाज शरम घिन केही लाग्दैन है। कति पीडामा छन् त्यो दिदीबहिनीहरू। त्यही पीडा आफूलाई पऱ्यो भने कस्तो हुन्छ त्यो कुरा मनन गर हो क्या। छोरा मान्छेहरू त चान्स पाएपछि डान्स गर्छ भन्ने सबैलाई थाहा छ। त्यही भएर उनीहरूले तिमीहरूले जस्ता गरेर नै गर्दा हो सबैजनालाई नराम्रो नजरले दृष्टिकोणले हेर्छन् क्या। यो केटी मान्छेहरू सबै यस्तो हो भन्छन्। उनीहरूलाई जुन देखे पनि त्यस्तै लाग्छ क्या, किनकि तिमीहरूले त्यस्तो व्यवहार गरेको भएर। अलिकति पैसा छ यो केटाले कमाउँछ भनेर थाहा पाइसकेपछि झन् लिसो नै लाग्छन् क्या। पैसा सबै थोक होइन, यो पेट पाल्न त ज्यामी काम गरेर पनि सकिन्छ के। स्वाभिमानका साथ बाचा हो, एक बारको जिन्दगी हो, मोजमस्ती गर्नुपर्छ गर हो। सिङ्गल केटा, डिभोर्सी केटा, स्वास्नी मरेको छोडेको त्यस्तोहरूसँग गर न। के अर्काको पैसँग त्यस्तो लोभिन्छौ? के हुन्छ त्यो अर्काको पैसँग? स्वाभिमानका साथ बाचा हो क्या। भोलि आफ्नो श्रीमानले आफूलाई त्यस्तो गर्यो भने कस्तो हुन्छ भन्ने कुरा तिमीहरूले बुझ्नु पर्दैन। हुन त यस्तै बेहोरा नराम्रो भएकोले आफ्नो श्रीमानले नि कहिले माया दिएन होला, अनि मायाको खोजीमा भिख माग्दै हिँड्या छौ सबैको बुढाहरूसँग। त्यस्तो छोरा मान्छेहरूले कहिले पनि माया गर्दैन। त्यस्तो खालको बानी भएको छोरा मान्छे हिजो पनि उसको बानी त्यस्तै थियो, आज पनि त्यस्तै छ र भोलि पनि त्यस्तै नै हुन्छ। तिमीहरूलाई माया गरेर राख्दैन कि, प्रयोग गरेको हो। बाटोको मादल जस्तो भएर नहिँड हो क्या। बाटोको मादल जसले नि बजाउँछ भने जस्तो गरेर नहिँड हो। थाहा पाइ यस्तो गर्ने दिदीबहिनीहरू धेरै छन् कि। घरबाट फोन आइरहेको हुन्छ, बुढीले फोन गरे हुन्छ, सबै कुरा थाहा पाइ पनि बाहिर त्यस्तो गरेर हिँडिरहेको केटी मान्छेहरू धेरै देखेँ भेटेँ कि मैले। मलाई चाहिँ छोरी मान्छेहरूले खासै त्यस्तो गर्दैन जस्तो लाग्थ्यो कि, तर त्यो मैले सोचेको जस्तो नहुँदो रहेछ। कति दिदीबहिनीहरू पीडामा छन्, कति रोएर हिँडेको छन्। अनि एउटा छोरी मान्छेको त्यो घाउमा नुनचुक भर्ने काम चाहिँ अर्को छोरी मान्छेले गरेको छ कि। सचेत हो जिन्दगीमा त्यो जानी थाहा पाइकन मैले यस्तो धेरै गल्ती गरेको छु भनेर त्यस्तो खालको ब्लेम लिएर कसरी बाँच्न सक्छौ कि तिमीहरू? समय छँदै सुध्र्या हो। समाजलाई सुधार्ने जिम्मेवारी भनेको तिमीहरूकै हातमा, हाम्रै हातमा छ के। यति दुर्गन्ध फैलेको छ नि अहिले समाजमा यस्तो खालको घटनाहरूले, यस्तो खालको कुराहरूले। के भन्ने, त्यसको दोष त म छोरा मान्छे भन्दा पनि छोरी मान्छेलाई नै धेरै दिन्छु के। दिनुपर्ने अवस्था आएको छ अहिले।